चाहिँ धेरै भिड छ राम्रै ठाउँ विदेशी टुरिस्टहरू पछाडि हिँड्दा पर्ने हाम्रो चाहिँ अनुहारै एक्लै अगाडि कहाँ हामीलाई देखाउँ लिबाम भ्लग यो बोल्दै नबोल्ने भ्लग चाहिँ गर्दा सुनसान भ्लग हो कि सुनसान भ्लग चुपचाप भ्लग पछि भोइस हाल्ने हो क्या म्युजिक हाल्ने होला नि हाम्रो गाइड चाहिँ यता हुनुहुन्छ लोकल यहीँको लोकल उहाँलाई निकै पैसा दिएर चाहिँ हामी हायर गरेका हो हायर गरेको होइन उहाँले अलिक महँगै लिनुहुन्छ यति उहाँले तर यो चाहिँ महँगो भए पनि एकदम राम्रो तरिकाले गाइड गर्नुहुन्छ सल्मेन राम्रो महँगो गर्नुहुन्छ चाहिँ होइन फ्रीको है फ्रीको रम्न पहिला इसारियन चङ्खाले के जेसन चिकन गाडी सर यहाँ टिका ब्लग बनेपछि गाडी छ यहाँ पुऱ्यो क्या गाडीले भुइँतिर रहेछ यो चाहिँ भुइँतिर यो गाडीले पछाडिको अवस्था भन्दै खै पानी पानी त एकछिन खोल्छ है खुर्सानी भन्छ म चाहिँ खुर्सानी बेच्नलाई राख्छु ठुलो खानीकै खुर्सानी हो कि के हो यहाँ चाहिँ झर्ना हुन्थ्यो खै पानी नै सुकेछ त यसको क्यामेरा फ्लिपै नदेखाउँदो रहेछ क्या के हो त्यो हाम्रो झिल्के भाइ उहाँकोलाई चाहिँ एउटा चाहिँ गीत गाइदिउँ एउटा गाइदिउँ एउटा गीत गाइदिउँ एउटा वरको चाहिँ आवश्यक भयो ए बधुको चाहिँ आवश्यक खै झरना यहाँ झरना हुन्छ खै झरना झरना के एक बजिलो वाम बागुदी यहाँ चाहिँ 1 बजेदेखि चाहिँ झर्ना देखा पर्छ अरे भन्ने चाहिँ झर्ना सुनिएको छ घरै स्थानीय हाम्रो गाइडको भनाइअनुसार यहाँ चाहिँ जाने झर्नु पर्ने होइन झर्ना अरे अहिले बिजुली लगाइराखेको छ र क्या अहिले बिजुली बन्द अहिले उताबाट घुमेर आउनु सकिरहेको कहाँ उता जाउँ न त्यसो झुम पनि हुँदैन के हो मान्छेको धेरै भेट छ
छुट्टी पनि हो सबको छुट्टी हुन्छ होला त्यही मान्छेहरूको भिड देखि ठाउँ पनि घुम्नु